नेपाल आए तापनि त्यति रमाइलो र सहज वातावरण भन्ने मलाई छैन। अहिले म हस्टेलको बसाइमा छु र अहिले ललितपुर स्थित हरिसिद्धिमा छु, गेस्ट हाउसमा बसिरहेको हो र यहीँ बस्दा बस्दै नै मेरो छुट्टी सिद्धिएला जस्तो छ। रुममै बस्ने, नेट चलाउने गर्दैछु। सर्जरी, श्रीमतीको सर्जरी परेको कारणले गर्दाखेरि चाहिँ बिजी भइयो भनौँ न, बाहिर हिँड्न नपाउने वातावरण भयो। त्यही भएर भ्लगहरू पनि खासै होइन, बनाउँदै बनाइएन भ्लगहरू चाहिँ। अहिले बल्ल अलिकति फुर्सद जस्तो भएर अलिकति त्यो सिचुएसन स्टेबल भएपछि बल्ल क्यामेरा तिर्साउँदैछु। र आज चाहिँ हामी बिहान कति 9 बजेको छ अहिले चाहिँ पोखरा फर्किन लागेको डोमेस्टिक प्लेन मार्फत। अब 1 घन्टा कुर्नुपर्ने भएर चाहिँ यहाँ बोर भएर बसिरहेको छु। पहिला 8 बजेको थियो, 8 बजेको गाडीको 9:30 बजे सरे, 9:30 बजेबाट 10 बजे सरेछ। अझै पाउने हो कि होइन थाहा छैन। यतिको नदेखि उहाँ सिडी एयरलाइन्सको काटेर रहेछ, यतिको गयो, ऊ बोर्डिङ पास भयो, हामी हेरेको यता सिडी काट्नेहरू। पहिले यतिमा गइएको थियो कि अहिले डोमेस्टिकको फ्लाइटहरू चाहिँ टाइममा नहुने कि 8:05 को भनेर बुक गर्दाखेरि चाहिँ 8:05 को बुक गरेको होइन। अनि पछि चाहिँ मेसेज आयो 9:30 को भनेर, अनि त्यही अनुसारले 8:30 बजे आउनुपर्ने भन्ने 8 बजे आएको। पछि त्यहाँ काउन्टरमा सोद्धाखेरि त 10 बजे अरे। किनेको फलफुल सिर्फ 3टा आइटम मात्रै रहेछ, पाइनाप्पल, खरबुजा अनि एउटा के अरे पपाया, म्याङ्गो। 3टा किनेको 475 यो यतिलाई के भन्नु। धन्न आज त खाजा खाएर आएको थिएँ तरकारी, त्यही भएर अलिअलि भर्छ, नत्र भोक लाएर मर्छ रहेछ। अहिलेसम्म हालत खराब भइसक्यो यार। अझै 1 घन्टा छ। पोखरा आइपुग्यो। दिउँसो अनेक गर्दैछन् दुई बहिनी मिलेर। म त झिजो लाएर यहाँ बसिरहेको छु, यता साइडमा बसिरहेको छु। भोलि अब गाउँ जाने सोचिरहेको छु। अब छुट्टी पनि छिट्यो, फेरि एकचोटि बनाएर आउने कुरो हो। खै कस्तो हुन्छ अब। गाइस हामी चाहिँ आएर हतार खाना सन्तोषीले खाना पकाएर राख्दो रहेछ। खाना खाएर हतार कोठा सफा गरेको। मलाई अलि एउटा कोठा साङ्दो भयो। के भयो उता एउटा कोठा साङ्दो भयो, अलिअलि कोठा मिलाएको। अनि बल्ल अहिले अलि सङ्ग जस्तो लाग्यो। कोठा सफा गरेपछि चाहिँ यही कोठा नि अलि खुल्ला जस्तो लाग्दो रहेछ क्या, कोठा सफा नगर्दा किचिक्का। म फेरि डेकोरेसन चेन्ज गर्न मन लाग्छ महिनै हप्तै पछि। अहिले बिरामी भएर गर्न पाएको छैन। अब म सन्चो भएपछि गर्ने हो बल्ल। अहिले चाहिँ घरमा आइपुग्यो। गाउँमा हरियाली छ वातावरण पुरै। अब बर्खा लाग्यो भन्दा नि हुन्छ। मनसुन सुरु भयो यहाँ। अब बाटो चाहिँ अब काम गर्ने अब छ, यस्तो छ हरियाली पुरै हरियो रमणीय वातावरण भयो, रमणीय। र आज अर्को दिन बिहानै उठेर तातो पानी यताउता खाएर रुगा लाग्छ फेरि गाउँ आएपछि। यस्तो छ समस्या। यस्तो दामी देखेको दृश्य यार, आनन्द लाग्ने। म चाहिँ यहाँ धारामा छु। धारामा बस्दा यसो के कल्पना आयो भने यो चाहिँ अब यो धारामा अब पहिले यहाँ भाँडा सुकाउने बनाएको सानो स्ट्रक्चर हो। त्यो मलाई अर्को के आइडिया भने यहाँ चाहिँ यसरी राखेर निगालोले होइन, यसरी राखेर चाहिँ अझै अरू भाँडाहरू पनि सुकाउनु मिल्ने अब बनाउनु मन लाग्यो कि। अनि कस्तो हुन्छ भनेर बालाई अब निगाला काट्न लगाएँ। मलाई त आउँदैन फेरि निगाला स्याङ्ला काट्न। अब यहाँ अलिकति निगाला पुगेन, यो यहाँ यसरी बनाउँछु। अनि माथिबाट यसले चाहिँ यसरी कसरी हुन्छ यसरी राखेर चाहिँ फेरि यहाँ बाँधिदिन्छ होइन दाले। अनि यो चाहिँ मजबुत हुन्छ। फिक्स भएपछि यो हल्लिन्न, यो झर्दैन। यहाँ चाहिँ बनाउन मिल्छ, त्यसरी चाहिँ बनाउन मिल्छ भन्ने आइडिया चाहिँ मेरो दिमागमा आयो। अनि गर्दैछु। बाहिरको दृश्य हेरौँ है एकछिनलाई। अब त्यो निगालो आइसकेको छैन, यहाँनिर काट्ने हो। हरियाली छ, यस्तो हरियो मौसमहरू नि अब देखाउनु पऱ्यो नि भ्लगमा। अब जहिले अब यहाँ छ फेरि नासपतिले अब चाहिँ फल्दै हो कि क्या हो। प्याज, फेरि यो चाहिँ प्याज ठुलो ढाडे भएर पल्टिरहेको प्याजहरू। र यसरी आफूलाई चाहिने चिज चाहिँ जानेसम्म चाहिँ घरमै बनाएर लसुन, प्याज, आलु, मकै
होइन अन्नहरूको चाहिँ उत्पादन गरेर चाहिँ गाउँमा चाहिँ जीविकोपार्जन गर्ने गरिन्छ। त्यस कारणले गर्दाखेरि अब सहरमा के हुन्छ भने अब कुनै स्ट्राइक आयो अनि जस्तै नाकाबन्दीहरू भयो अनि कोभिडको टाइममा भयो होइन, त्यतिखेर अब पसल नभएसम्म मान्छे बाँच्ने आधार भएन कि, खानेकुरा किन्नलाई पसल जानु पऱ्यो नि त। विदाउट द्याट अरू अप्सन छैन। तर गाउँमा के हुन्छ भने आफ्नै बारीमा हुन्छ, आफ्नै बारीमा उब्जाएको ल्याएर पनि 6 महिना वर्ष दिन चाहिँ बाँध्न सकिन्छ। बाँकी नियालो आछ, बाँकी नियालो अब यसलाई टुक्राएर बाँकी भएको कुरा चाहिँ त्यहाँ जोडजाम गर्नु पर्यो अनि देखाउँछु फाइनल लुक। र फाइनली अब यो भाँडा राख्ने ठाउँ पनि अब रेडी भयो भनौँ होइन, काम चलाउ। अब राम्रो त बनाउन जानिन्न, काम चलाउ भयो, यति भएछ। र अचानक मौरी छुट्टिएपछि यसरी रुखमा भएकोले हातले निकालेर यसरी हालिदियो घरभित्र बस्ने हो कि होइन।